कल्पना गर्नुस् एउटा यस्तो खेल जहाँ 20 जना ड्राइभरहरू 200 माइल्स पर आवरको रफ्तारमा आफ्नो ज्यानको बाजी थाप्छन्, जसको पछाडि बिलियनियर्सहरूको लगानी हुन्छ र उनीहरू सेकेन्डको 10औं भागको लागि लड्छन्। वर्षौंसम्म कथा एउटै थियो, म्याक्स वर्स्ट्यापनलाई कसैले हल्लाउन सक्दैनथ्यो। तर 2025 मा त फिल्म नै उल्टियो। खरानीबाट बिउजिएको फिनिक्स जस्तै मैक्लारेनले नयाँ राजा ल्यान्डो नोरिसलाई राजगद्दीमा बसायो। लुइस हैमिल्टनले त झन् सोच्नै नसकिने काम गरिदिए। आफ्नो सिल्भर सिंहासन छोडेर फेरारीको कल्ट फेभरेट रातो रङमा रङ्गिन पुगे। अनि अहिले 2026 मा त फिजिक्सकै नियमहरू बदलिँदैछन्। फर्मुला 1 एउटा रेस मात्र होइन, यो त 76 वर्ष पुरानो एउटा पागलपन हो। सन् 1950 को पहिलो आधिकारिक वर्ल्ड च्याम्पियनसिपदेखि अहिलेसम्म जम्मा 35 जना मानिस मात्रै वर्ल्ड च्याम्पियन बन्न सफल भएका छन्। त्यति नै हो। 8 अर्ब जनसङ्ख्या भएको संसारमा जम्मा 35 जना मात्र यो सगरमाथा चढ्न सकेका छन्। यदि तपाईलाई यस्ता गफ ट्र्याकमा ल्याउन मनपर्छ भने तलको सब्स्क्राइब बटन थिचिहाल्नुहोस् है। च्याप्टर 1 नयाँ युग 2026 किन क्रेजी छ? हामीले एक छत्र रात चलेका युगहरू देख्यौं। फान्जियो, शुमाकर र हैमिल्टन जस्ता नामहरूले मात्र जितेनन्, उनीहरूले शासन गरे, प्रत्येकले 7-7 वटा टाइटल्स थुपारेर। तर यो डोमिनेन्स भन्ने कुरा साह्रै नाजुक हुन्छ, किनभने हरेक केही वर्षमा FIA यो खेलको सुप्रिम कोर्टले डिजाइनहरूमा एउटा ग्रेनेड फ्याँकिदिन्छ। उनीहरूले नियम फेरिदिन्छन् ताकि कारहरू अझ छिटो, सुरक्षित वा चलाउन गाह्रो हुन्, जसले गर्दा हरेक टिम फेरि शून्यबाट सुरु गर्न बाध्य हुन्छन्। विजेता खोज्नका लागि यो रमाइलो सर्कस संसारको कुना-कुना पुग्छ, मोनाकोको चमक धमकदेखि वेगसको नियन बत्ती बलेका सडकहरूसम्म। 75 भन्दा बढी फरक ट्र्याकहरूले ग्रान्ड प्री आयोजना गरिसकेका छन्। केही पौराणिक ट्र्याकहरू जस्तै पुरानो हकेनहाइम वा सातो उडाउने न्युर्बर्गरिङ कि त बन्द भए कि त छोटा पारिए। सुरक्षाको डर वा राजनीतिले गर्दा सर्टकट मारिए। अनि यसको लोजिस्टिक्स, यो त कुनै सैन्य अपरेसन भन्दा कम छैन। हरेक रेसमा 10 वटा टिमले 5 वटा महादेशभरि 1000 टन सामान ओसार्छन्। हामी 300 वटा ट्रक, 7 वटा बोइङ कार्गो विमान र एउटा सानो सहरै बनाउन पुग्ने स्पेयर पार्ट्सको कुरा गर्दैछौँ। यदि एउटा मात्रै शिपिङ कन्टेनर ढिलो भयो भने $200 मिलियन को कार स्टार्ट नै हुँदैन। यो पृथ्वीकै सबैभन्दा जटिल ट्राभलिङ सो हो। तर त्यो ककपिटसम्म कसरी पुग्ने त? यो एउटा डरलाग्दो पिरामिड हो। हजारौं बच्चाहरू गोकार्ट्सबाट सुरु गर्छन्, तर केवल छानिएका एलिटहरू मात्र जुनियर क्याटेगोरिज फर्मुला 3 र फर्मुला 2 सम्म पुग्छन्। यो त सार्क ट्याङ्क नै हो। F2 कारहरू लगभग F1 जत्तिकै छिटो हुन्छन्, तर त्यहाँ सबै ड्राइभरसँग ठ्याक्कै एउटै सामान हुन्छ। त्यहाँ केवल प्योर ट्यालेन्टको भिडन्त हुन्छ, जसको गियर बलियो उसकै चर्चा। कोसिस गर्ने 100 मध्ये मात्र 20 जना F1 ग्रिडसम्म पुग्छन्। यो खेलको इतिहासमै 800 भन्दा कम मानिसले मात्र ग्रान्ड प्री सुरु गर्ने मौका पाएका छन्। साँचो भन्नुपर्दा तपाईलाई चट्याङले हान्ने सम्भावना बढी होला, तर F1 ड्राइभर बन्न त्यो भन्दा गाह्रो छ। अहिले हामी एउटा निर्णायक मोडमा छौँ। 2026 ले इतिहासकै सबैभन्दा ठूलो नियम परिवर्तन ल्याउँदैछ। साना कारहरू, आकार बदल्न सक्ने सेप शिफ्टिङ एरोडाइनामिक्स र 100% सस्टेनेबल इन्धन। अब खेलमा नयाँ डोनहरू छिर्दैछन्। आउडी आउँदैछ, क्याडिल्याक आउँदैछ। बिलियनियर्सहरूले आफ्नो दाउ लगाइसके, ड्राइभरहरूले आफ्नो सिट साटिसके, इन्जिनहरू तातिसकेका छन्। यदि तपाईले अहिलेसम्म कहिले रेस हेर्नु भएको छैन भने भित्र छिर्ने ढोका यही हो, किनभने 2026 मा कसले जित्छ कसैलाई थाहा छैन। आउनुहोस्, पैसा, शक्ति र रगत उमाल्ने रफ्तारको यो खेलमा डुबौं। के तपाईलाई लाग्छ लुइस हैमिल्टनले फेरारीमा आफ्नो जादु देखाउन सक्छन्? मलाई तल कमेन्टमा भन्नुहोस्। च्याप्टर 2 अर्बपतिहरूको खेल, पैसाको पावर र दाउपेचको टावर। भित्र छिर्ने टिकट नै महँगो छ हजुर। संसारको सबैभन्दा महँगो क्लबमा तपाईलाई स्वागत छ। यदि तपाईलाई आज एउटा F1 टिमको मालिक बन्न मन छ भने मिलियन्सको कुरा छोडिदिनुस्, तपाईलाई बिलियन्स चाहिन्छ। एउटा औसत टिमको भ्याल्यु अहिले आकाशिएर $3.4 बिलियन भन्दा माथि पुगिसकेको छ। फेरारीको मात्रै कुरा गर्ने हो भने त यसको मूल्य $6.4 बिलियन छ। सुन्दा नै ब्रेक लाग्ला जस्तो। तर एउटा विडम्बना हेर्नुस्, यति धेरै पैसा भएर पनि टिमहरूले त्यो सबै पैसा एउटै कारमा खन्याउन पाउँदैनन्।
2021 देखि F1 मा कस्ट क्याप लागू भएको छ। यो भनेको टापु नै किन्ने हैसियत भएका मान्छेहरूलाई बाआमाले दिएको पकेट मनी अलाउन्स जस्तै हो, एकदमै कडा। 2026 मा यो कस्ट क्याप बढेर $215 मिलियन पुग्दैछ। सुन्दा त यो धेरै पैसा जस्तो लाग्छ, तर एउटा F1 टिमको लागि यो भनेको सुकेको बजेट मात्र हो। यो क्यापले कारलाई छिटो कुदाउने सबै कुरा समेट्छ, कार्बन फाइबरदेखि विन्ड टनलको समय अनि पर्दा पछाडि काम गर्ने सयौं इन्जिनियरहरूको तलब। यो नियम आउनु अघि मर्सिडीज र रेडबुल जस्ता ठूला टिमहरूले टपमा रहन मात्रै वर्षको झन्डै $500 मिलियन खर्च गर्थे। यो नियम ल्याउनुको मुख्य कारण धनी झन धनी नहुन् र साना टिमहरूले पनि भिड्ने मौका पाउन् भन्ने हो। यदि तपाईले तोकिएको भन्दा $1 मात्रै बढी खर्च गर्नुभयो भने तपाईलाई भारी जरिवाना लाग्छ, वा त्यो भन्दा पनि नराम्रो स्पोर्टिङ पेनाल्टी, जसले तपाईको च्याम्पियनशिप नै खोज्न सक्छ। रेडबुललाई नै सोध्नुस् न, उनीहरूले 2021 मा थोरै बढी खर्च गर्दा $7 मिलियन तिर्नु परेको थियो। F1 मा त ड्राइभर मात्र होइन, एकाउन्टेन्टहरू पनि फुल प्रेसरमा हुन्छन्। तर पक्नुस्, यो अर्बपतिहरूको खेल हो। के तपाईलाई साँच्चै लाग्छ कि एउटा सानो क्यापले उनीहरूको रमाइलो रोक्ला त? यहाँ केही एक्जेम्पसन्स, छुटहरू छन्। द बिग 3, सबैभन्दा धेरै तलब खाने 3 जना कर्मचारीहरू, प्राय एड्रियन न्युई जस्ता दिमाग भएका मान्छेहरूको तलब यसमा जोडिँदैन। द ड्राइभर्स, म्याक्स वर्स्ट्यापन र लुइस ह्यामिल्टनले वर्षको $50 मिलियन भन्दा बढी कमाउँछन्। के त्यो $215 मिलियन बाट काटिन्छ त? त्यो त एक्स्ट्रा हो। मार्केटिङ, ती भव्य पार्टीहरू, नेटफ्लिक्सका स्टारहरू र सिइओहरूले $500 को स्याम्पेन पिउने ठाउँहरूको खर्च पनि यो बजेटभन्दा बाहिरै हुन्छ। यो कार आफैमा एउटा इन्जिनियरिङ डिभा हो। एउटा स्टियरिङ व्हीलको मात्रै $50,000 पर्छ, एउटा फ्रन्ट विङको $1 लाख भन्दा बढी। यदि कुनै ड्राइभरले गाडी ठोक्यो भने उसले रेस मात्र हार्दैन, उसले 3 सेकेन्डमै टिमको बजेटबाट $3.5 करोड स्वाहा पारिदिन्छ। आउडी र क्याडिल्याकको आगमन, यो पैसाको खेल यति फाइदाजनक छ कि संसारका ठूला कार ब्रान्डहरू बल्ल मैदानमा हाम फाल्दैछन्। आउडीले साउबर टिमलाई किन्दैछ र स्विट्जरल्यान्डमा एउटा ठूलो कारखाना बनाउँदैछ। स्विट्जरल्यान्ड साह्रै महँगो ठाउँ भएकोले FIA ले उनीहरूलाई एउटा विशेष स्यालेरी अफसेट, तलबमा सहुलियत दिँदैछ, ताकि उनीहरूले आफ्ना कर्मचारीलाई उचित तलब दिन सकुन्। त्यस्तै जनरल मोटर्सको साथ पाएको क्याडिल्याकले बल्ल 11औं टिमको रूपमा ठाउँ पाउँदैछ। उनीहरू यहाँ ट्रोफी जित्न मात्र आएका होइनन्, उनीहरू त मार्केटिङको खानी खन्न आएका हुन्। अमेरिकामा F1 को क्रेज वात्तै बढेको बेला यो ग्रिडमा हुनु भनेको संसारकै सबैभन्दा ठूलो बिलबोर्डमा विज्ञापन गर्नु जस्तै हो। F1 खेल हो कि व्यापार? यसको उत्तर हो दुवै। यो एउटा यस्तो खेल हो जहाँ बजेट व्यवस्थापन गर्न गणितको जादुगर हुनुपर्छ, नियमहरू बुझ्न राजनीतिको खेलाडी हुनुपर्छ र गाडी चलाउन निडर योद्धा हुनुपर्छ। अब तपाईले पैसा कसले तिरिरहेको छ भनेर त बुझ्नुभयो। अब च्याप्टर 3 मा हेरौँ। तपाई एउटा फ्यान कसरी यो पागलपनको ड्राइभर सिटसम्म पुग्न सक्नुहुन्छ। च्याप्टर 3, योर एन्ट्री टिकट, छिर्ने पास र भिडभाडमा हाम फाल्ने तरिका। लौ त, तपाई रेस हेर्न तयार हुनुभयो। तर यदि तपाईले शुक्रबार टिभी खोल्दा ड्राइभरहरू बिना सित्ती यताउता गाडी कुदाइरहेको देख्नुभयो भने नातिनुस्। फर्मुला 1 भनेको 3 अङ्कको नाटक जस्तै हो। फ्राइडे इज द ड्रेस रिहर्सल। यो दिन टिमहरू सेटअप चेक गर्छन्। गल्ती गरेर नपछारी सिक्ने मौका यही मात्र हो। स्याटरडे इज द सुट आउट। यसलाई भनिन्छ क्वालिफाइङ। 1 ल्याप पुरा पावर। जो सबैभन्दा छिटो हुन्छ उसले पोल पोजिसन पाउँछ, यानि आइतबारको रेसमा सबैभन्दा अगाडिबाट सुरु गर्न पाउँछ। हप्ताभरि 1 घण्टा मात्र समय छ भने शनिबारको यो क्वालिफाइङ नछुटाउनुस्। सन्डे इज द ग्रान्ड प्री। यो नै मुख्य जात्रा हो। अब कुनै प्र्याक्टिस वा सेफ्टी नेट हुँदैन। 190 माइलको नसा तताउने रगतको रफ्तार मात्र हुन्छ। रेस बुझ्नको लागि तपाईले यसको कालो जादु बुझ्नुपर्छ। त्यो हो टायर। रेड इज सफ्ट, गम जस्तै टाँसिने, एकदमै फास्ट तर केही मिनेटमै खिइने। येलो इज मिडियम,
भरपर्दो बीचको सन्तान जस्तो। वाइट इज हार्ड। इँटामा गाडी कुदाए जस्तै महसुस हुने तर वर्षौंसम्म टिक्ने। हरेक ड्राइभरले एउटा रेसमा कम्तीमा 2 थरीका टायर प्रयोग गर्नै पर्छ। यसले गर्दा उनीहरू पिट स्टप गर्न बाध्य हुन्छन्। तपाईले 2 सेकेन्डभन्दा कम समयमा 20 जना मेकानिकहरूले 4 वटा टायर फेरेको देख्नुहुनेछ। यो संसारकै सबैभन्दा खतरनाक डान्स हो। यहाँ अन्डरकटको खेल पनि हुन्छ, जहाँ एउटा ड्राइभरले अलि अगाडि नै पिट स्टप गरेर नयाँ टायर हाल्छ र अगाडिको गाडीलाई टेलिपोर्ट भए झैं उछिन्न खोज्छ। अब अलि अङ्कको कुरा गरौँ, किनकि फर्मुला 1 भनेको हाई स्पिड अकाउन्टिङ पनि हो। 2026 मा हामी 5 वटा महादेशका 24 वटा ट्र्याकमा रेस गर्दैछौँ। मोनाकोका महँगा र साँगुरा भित्ताहरूदेखि म्याड्रिड स्ट्रिट सर्किटको नयाँ सुरुवातसम्म, अनि यी 6 वटा विकेन्डहरू चाइना, मायामी, क्यानाडा, सिल्भरस्टोन, ज्यानभोर्ट, जहाँ अन्तिम पटक डच ग्रान्ड प्री हुँदैछ, र सिङ्गापुरमा हामीले स्प्रिन्ट पनि पाउनेछौँ। यसलाई शनिबारको 100 किलोमिटरको मिनी रेस सम्झनुस्, जहाँ कुनै पिट स्टप पाइँदैन। आइतबारको मुख्य खेल अघि केही थप अङ्कहरू बटुल्नका लागि यो एउटा फ्ल्याट आउट भिडन्त हो। च्याम्पियनसिप कसरी जितिन्छ त? सबै खेल अङ्कको हो। एउटा साधारण ग्रान्ड प्रीमा टप 10ले मात्र अङ्क पाउँछन्। पहिलो प्लेस 25 अङ्क, दोस्रो प्लेस 18 अङ्क, तेस्रो प्लेस 15 अङ्क र 10औं स्थानको लागि 1 अङ्कसम्म। स्प्रिन्टमा चाहिँ टप 8ले मात्र अङ्क पाउँछन्, विजेतालाई 8 अङ्क। हरेक अङ्क महत्त्वपूर्ण छ, किनकि वर्षको अन्त्यमा ट्रफी मात्र होइन, एउटा ठूलो चेक पनि पाइन्छ। वेयर टु वाच 2026 को अपडेट। युएसमा 2026 देखि सबै प्रसारण एप्पल टिभीमा सर्दैछ। युकेमा स्काई स्पोर्ट्स अझै पनि राजा नै छ। नेपालबाट फलो गर्ने साथीहरूले चाहिँ युट्युबमा अपडेट र कहिलेकाहीँ फुल रेस पनि भेट्न सक्नुहुन्छ। द विनिङ प्राइज, विजेताको खजाना। अब अलि सिरियस कुरा। ड्राइभरले नाम कमाउँछन् तर टिमले दाम कमाउँछन्। F1 मा झन्डै $1 बिलियन भन्दा बढीको पुरस्कार राशि प्राइज पट हुन्छ। 2025 को म्याक्लारेन जस्तै पहिलो हुने टिमले झन्डै $175 मिलियन घर लैजान्छ। 10औं हुने टिमले पनि रेसमा सहभागी भएकै भरमा झन्डै $75 मिलियन पाउँछ। त्यो पहिलो र अन्तिम बीचको $100 मिलियन को खाडल पूर्णका लागि नै टिमहरूले एउटा सानो कार्बन फाइबरको टुक्रामा मात्रै $20 मिलियन खर्च गर्छन्, ताकि 0.1 सेकेन्ड मात्र भए पनि छिटो हुन सकियोस्। यो खेलमा रफ्तार मात्र कुल छैन, यो त संसारकै सबैभन्दा राम्रो लगानी पनि हो। तर एउटा कुरा याद राख्नुस्, ती $1 बिलियन का इन्जिन र कार्बन फाइबरका पखेटाहरूभन्दा पछाडि एउटा मानवीय संवेदना पनि लुकेको हुन्छ। फर्मुला 1 धेरै थोक मिलेर बनेको छ। यो ग्रिडमा भएका हरेक ड्राइभर र हरेक टिमको आफ्नै गहिरो र व्यक्तिगत कथा छ। यो असम्भवलाई सम्भव बनाउने लेजेन्ड्सहरूको खेल त हो नै, तर साथसाथै यो सपनाहरू चकनाचुर हुने र हृदय विदारक हारहरूको पीडा पनि हो। यहाँ यति धेरै ड्रामा, धोकाधडी र बिट्रेयल्सहरू छन् कि कुनै हलिउडका लेखकले पनि यस्तो सोच्न सक्दैनन्। यो हो F1 मेनिया, जहाँ विजय र हार बीचको रेखा एउटा रङको पातलो लेयर भन्दा पनि मसिनो हुन्छ। यहाँ ब्रेकअप पछि आउने आँसु भन्दा ब्रेक फेलियर पछि आउने आँसु महँगो हुन्छ। यो खेल सुरु गर्नका लागि 2026 भन्दा उत्तम समयहरू हुनै सक्दैन। गाडीहरू नयाँ छन्, टिमहरू जोसले भरिएका छन् र अर्बपति मालिकहरूको पसिना छुटिरहेको छ, किनभने यहाँ कसैको सिट सुरक्षित छैन। तपाईले इतिहास बुझ्नुभयो, पैसाको खेल देख्नुभयो र अब नियमहरू पनि जान्नुभयो। अब त तपाईँ F1 को पण्डित नै भइसक्नुभयो। आफ्नो 2026 च्याम्पियनको अनुमान तल कमेन्टमा ड्रप गरिहाल्नुहोस्। यदि तपाईलाई यस्तै F1 मेनिया अझै हेर्न मन छ र ड्राइभरहरूको व्यक्तिगत कथामा डुब्न मन छ भने हामीलाई भन्नुहोला। म बिरोचन, अब तपाईलाई पहिलो टर्नमा भेट्नेछु। इतिहासकै सबैभन्दा तीव्र गतिको युगको लागि तयार हुनुहुन्छ भने लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला। स्वागत छ एउटा नयाँ युगको सुरुवातमा। पीस।